आया बाई बाई छिरामाङ के केलसाङ के भन्छ रे यसलाई नेलसाङ आलुबारी up to heading to Damang. We are heading to Damang where our ancestors live. It's called Old Market. Wait, no good. Guy jams has it. Dumba talo त्यो Dumba tal देखाउ न मलाई मेरो खिच्नु त्यो हिमाल आउँछ आउँदैन बाबा आउँछ अलि अगाडि राख्नु न अच्छा त्यहाँको जाने त्यो चाहिँ तल जाने त्यो ठिनी गाउँ भएर जाने हो त्यो बाटो फेरि जिगज्याग बाटो छ नि त त्यो हो खै यता हेर त बिचेज केही देखेन चराहरू छ नि गाइस त्यसले डाफे पनि हुन सक्छ कालिस कालिस पनि हुन सक्छ त्यो भागेछ नि देख्यौ मैले हेर्न भागे त्यो पोक्टा गाडी हेर्नु है गाइस कस्तो गाडी हेर्नु है त्यो पोक्टीहरू My dear Lord, my Lord, my God. One. Guys, this road is horrifying because you can't travel from the middle because of the imbalance you may face. So you have to go by the tail of the road. By the side of the road, edge of the road, which is like hill. And if there is one wrong turn, you may slip off and die. Ice हो यो चाहिँ guys, देख्नुभयो? देखेछ? Guys, ice हो यो चाहिँ अघि बाटो भरि थियो अहिले चाहिँ अलि पग्लेछ। तर यो आइसले गर्दा हाम्रो रोड ट्रिप चाहिँ अलि डरलाग्दो नै बनाइरहेको छ। I am thankful to this driver दाइ, like no. अघि के रे दलितले चाहिँ हामी चाहिँ अहिले ब्याक गरेर आयौ यो चाहिँ प्योर वाटर उता चाहिँ ताल छ जाम ठुलो आएको पछाडि हेर नि जागो यो तालको नाम के हो छिनडोर्जी ताल तिङझम्बा ताल पानी चलाऊ न पानी छोड्नु बिस्तारै यस्तो आवाज आएपछि चाहिँ बल्ल थाक्क लागेको जस्तो हुन्छ अरे अकर्डिङ टु ठुल मामी अनि यो चाहिँ रुखै भएर यस्तो भएको छ टिडी ताल जस्तो छ मैले अघि नैको सन्यासीलाई फेरि भेटेँ अघि नैको निलगिरीको सन्यासीलाई फेरि देखेँ यसपालि सन्यासीजी चाहिँ पछि यस्तो रुखहरूमा बस्नु भएको छ सन्यासीजी यस्तो मिठो राम्रो तालको अगाडि बस्नु भएको छ सन्यासीजीले त एयर कुलर राख्नु भएको छ सन्यासीजी श्वास प्रश्वासमा ध्यान गर्नु भएको छ देखियो अलि Oh my God! कति राम्रो ताल छ ठुलाले पाउनु भएको क्रिस्टल मेजर्स मोटु चियर्स यता खोलामा आइज के पानी खाइदिनुहरु खोलामा अनि यता हैन यो खोलामा खिच्नु पर्यो भाइको पानी पनि पुग्यो त नमलाने पानी चाहिँ यस्तो मिठो छ बाबरे अमृत भन्नु बराबर छ पानी हो साथीहरु खिच्न आउनु हेर्न आउनु साथीहरु सबै रमाइलो छ यहाँ ओहो कामरा खाएको आइस यो
आइस खाएछ ल यसले यो आइस पनि खान पाउँछ यहाँ आइसक्रिम I am Thor from Avengers. Oh, I am Thor. I don't have. You परेछ. ओहो क्या राम्रो स्याउबारीमा हिउँ परेछ. So guys, यति भयो थमाङको एप्पल फार्म जुन चाहिँ 100 रोपनी छ आई अजुम. ए 4-5 हजार रोपनी छ रे गाइस धमाङको एप्पल फार्म. अनि धमाङको स्याउ जस्तो मिठो एप्पल हाम्रो मार्फाको नजिक हो नि त. भनेको त त्यो बाँकीहरूको खरानी हड्डीहरू हो नि होइन. त्यहाँ तिनीहरू राख्दाखेरि के गर्छ भने पूजा गर्छ नि त. होइन पूजा गर्छ त्यो थाहा छ कि मलाई राख्छ कसरी के माथि निकाल्ने ठाउँ छ कि फेरि भत्काएर फेरि बनाउने.